हेलो नमस्ते छ हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा र यो चाहिँ मेरो पहिलोचोटि हो नेपालीमा भ्लग सेयर गर्दै। अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ राख हेर्न जाँदैछौँ वेस्ट बेङ्गल कोचबिहार। यो भिडियो चाहिँ बहुत पहिलाकै हो। अब हामी किन हिँड्दैछौँ भन्दाखेरि रिक्सामा आएका थियौँ तर आधी बाटोसम्म मात्रै ल्याइदियो, सेक्युरिटीले गर्दाखेरि माने एलाउड थिएन। सो हामी हिँड्दै हिँड्दै पुग्यौँ र यो टाउन पनि कति राम्रो देखिरहेको थियो लाइटनिङहरूले। र हामी राखमा पुग्यौँ र राख हेर्नलाई 6 बजेको थियो, यति भिड थियो नि। फेरि हामी एन्ट्री गर्ने बित्तिकै यहाँ पनि स्विट्सहरू बहुत राखेको रहेछ र मेरो भोइस चाहिँ इग्नोर गर्नु है। यो चाहिँ हो एउटा के हो मलाई थाहा छैन, मैले देखेको थिइनँ, फर्स्ट टाइम देखेको। र यहाँ हेर्नु न डेकोरेसनहरू कति राम्रो। र म यहाँ चाहिँ फोटोको लागि पोज दिइरहेको थिएँ तर हस्बेन्डले चाहिँ यहाँ भिडियो बनाउनु हुँदैछ र तपाईँहरू हेर्नु सक्नुहुन्छ कति राम्रो डेकोरेसन छ यहाँ। र म चाहिँ स्टिल पोजै दिइरहेको थिएँ, मलाई थाहा नै छैन चाहिँ यहाँ भिडियो हुँदैछ भनेर। स्टिल म उभिरहेको छु पोज दिन र मेरो एउटै हुन्छ सेम पोज। र हामी यहाँ अघि बढ्यो अरू हेर्नलाई, माने यहाँ सबै मूर्ति प्रतिमाहरू राखिरहेछन् र कृष्णजीको रासलीलाको सबै थोक बनाएर राखेका छन्। यहाँको कमिटीहरूले धेरै राम्रो गरेका छन्। यहाँ एउटा मन्दिर पनि छ, थाहा भएन के मन्दिर हो। र भगवानजीहरूलाई पनि राम्ररी सजाउनु भएको छ। यहाँको कमिटीहरूले धेरै राम्रो गर्नु हुँदो रहेछ। मैले फर्स्ट टाइम गएँ म यहाँ पनि र सुनेको थिएँ कोचबिहारमा धेरै ठुलो राख हुन्छ भनेर। र यसपालि चाहिँ फाइनली पुग्यौँ। अब यहाँ हेर्नु न कति राम्रो राम्रो मूर्ति सजाएर राख्नु गएको रहेछ। र मेरो भोइस चाहिँ यस्तो होइन, मलाई सर्दी पुरा लागिरहेको छ। र म भ्लग चाहिँ हिन्दीमा बनाऊँ कि नेपालीमा बनाऊँ तपाईँहरूले कमेन्ट गरेर जरुर भन्नु। र मेरो नेपाली पनि यति राम्रो हुँदैन, हिन्दी पनि राम्रो हुँदैन, म बोल्छु अब। र यहाँ हेर्नु न म चाहिँ घुरिरहेको छु, हेरिरहेको छु, यति ठुलो छ नि। जस्तो अब हेर्नुलाई कृष्णजीको रासलीलाको पण्डाल जुन चाहिँ हुन्छ नि त्यो भिन्दै छ। मेला जहाँ सबै थोक हुन्छ दोकानहरू त्यो चाहिँ भिन्दै हुन्छ। र हेर्नु न यहाँको पुतना माता पनि कति ठुली हुन्। र यहाँ केटाकेटी पनि आएका थिए, बहुत डराइरहेका थिए। यहाँ मन्दिर पनि छ, कति राम्रो डेकोरेसन छ, हेर्न सक्नु नै हुन्छ। कति भिड छ, 6 बजेको थियो मात्रै। यो त मैले अघि देखाइसकेँ, यहाँ मान्छेहरू घुरिरहेका हुन्छन् यो जुन चाहिँ छ नि। र यहाँ जे आर्ट एक्जिबिसन जस्तो पनि हुँदो रहेछ केटाकेटीको। यहाँ धेरै राम्रो राम्रो ड्र गरेका रहेछन् केटाकेटीहरूले आफ्नो आर्ट देखाएका। अब सबै थोकको थियो यहाँ, जस्तो केदारनाथ, इन्डिया गेट, यी सबै बनाएर माने राखेका थिए। एउटा एक्जिबिसन जस्तो थियो। अब हेर्नलाई मात्रै, सेल गर्नुको लागि होइन। अनि यहाँ कसले ड्र गरेका तिनीहरूको नामहरू पनि थियो। अब यति उयो स्किल भएको केटाकेटी रहेछन् नि बिहार, कोचबिहारतिर, वेस्ट बेङ्गलतिर। राम्रो लाग्यो, धेरै नै राम्रो लाग्यो देखेर। अब हेर्नु न हामी त अब यस्तो हामीहरूको यता एक्जिबिसन त्यति हुँदैन होइन। र यहाँ बाटोमा निस्केपछि हेर्नु न भगवानका सामानहरू, दियो, लिङ्ग, चन्दनहरू धेरै राम्रो राम्रो थियो। अब अनि फेरि हामी गयौँ मेलातिर। यहाँ फुलहरू हेरेँ मैले तर मैले किनिनँ किनभने लान बहुत डिस्टर्ब हुन्छ, हाम्रो धेरै डिस्टेन्समा गएको थियौँ। र यहाँ हेर्नु न मेलामा यो कसले घुर्नु भएको छ र डर लाग्छ कि लाग्दैन जरुर भन्नु। र यो भिडियो कस्तो लाग्यो त्यो पनि भन्नु, कमेन्ट गरेर भन्नु होला। म नेपालीमा बनाउनु कि हिन्दीमै बनाउनु। यहाँ हेर्नु कति राम्रो लाग्छ नि देखेर, त म घुम्नै सक्दिनँ। यहाँ नयाँ नयाँ। फेरि हामी त्यहाँबाट निस्क्यौँ अनि एउटा नदी रहेछ त्यहाँ छेउमा, यस्तो राम्रो सजाएको रहेछ। यो नदीमा चाहिँ नि धेरै माछा पनि थिए है। र हामी निस्किसक्यौँ। अब निस्केर बहुत भोक लागेको थियो, सो बिरयानी खायौँ। यहाँ बिरयानी चाहिँ बहुत सस्तो रहेछ, 90 रुपिसमा फुल प्लेट रहेछ चिकनवाला। यहाँ दुईजनाले नै खायौँ। खाएर हामी अब स्टेसनको तर्फ लाग्यौँ, ट्रेन आउन आँटेको थियो। यो भिडियो चाहिँ कति हाफ काट भएको छ, त्यसको लागि इग्नोर गर्नु होला। र मलाई एस्केलेटरमा चढ्नु चाहिँ धेरै डर लाग्छ है, कसलाई डर लाग्छ त्यो पनि भन्नु होला। र कस्तो लाग्दैछ यो भ्लग। यो मतलब हामीले भिडियो गर्नलाई अलिकति भुल गऱ्यौँ र हाफ आयो, केही छैन। र पनि हामीहरूको ट्रेन आउने बेला पनि भयो र म चाहिँ चढेँ ट्रेनमा। ल अब भेट्ने छु भिन्दै एउटा भ्लगमा, नयाँ भ्लगमा। सो अब गुड नाइट भन्नु पर्यो। र कस्तो लाग्यो भिडियो जरुर भन्नु होला। सो टिल देन टेक केयर, बाई बाई।